हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म तपाईहरुलाई माटोको चुल्हा कसरी बनाउँछ त्यो देखाउँछु है त। माटोको चुल्हा बनाउँदा चाहिँ हामीलाई चाहिँ एकदम बेस्ट चाहिँ कुन चाहिँ माटो रहेछ भने चाहिँ रातो माटो रहेछ। रातो माटो चाहिँ अब मुसेर छोड्यो भने कडा हुन्छ नि त, त्यही भएर चाहिँ हामीलाई रातो माटो चाहिँ एकदम राम्रो रहेछ। अब कालोहरूको चाहिँ राम्रो हुँदैन अरे हो। अनि हाम्रोमा त रातो माटो थिएन, परबाट लिएर आएर चाहिँ बनाएको हो। अनि यो रातो माटो, यो माटो पनि हामीले चाहिँ चुल्हा बनाउँदाखेरि यत्तिकै अलिअलि मुसेर चाहिँ गिलो बनाएर बनाउँछु भन्दा चाहिँ हुँदैन रहेछ। यो पनि मुस्नु पनि तरिका पुऱ्याउनु पर्दो रहेछ हो। कम्ती कम्ती पानी हाल्दै मजाले खुट्टाले केचेक केचेक पार्दै मजाले कुट्नु पर्दो रहेछ, अब मुस्नु पर्दो रहेछ हो। त्यहाँबाट चाहिँ मुसेपछि चाहिँ अनि यसरी भुइँमा छ्याप्पै ओसायो हो। हामीले चुल्हा बनाउनुको लागि चाहिँ मुनिबाट अलिकति हल्का चाहिँ सिमेन्टेडै गरेर उठाएको थियो हो। अनि त्यसमाथि चाहिँ माटोले एक लेयर छाप्यो, त्यहाँबाट माथि चाहिँ साइडमा इँटाहरू राखेर उठायो। हामीले ढुङ्गा युज गर्दा नि हुँदो रहेछ हुनु त हो, तर अब ढुङ्गा चाहिँ छैन यहाँनिर, हाम्रोमा थिएन, त्यही भएर चाहिँ हामीले इँटै युज गऱ्यौँ। एकदम राम्रो इँटा भन्दा पनि राम्रो चाहिँ ढुङ्गा युज गर्नु अरे हो। इँटा छिटो तातिन्छ अरे, ढुङ्गा चाहिँ अलिक ढिलो तातिन्छ अरे नि त, त्यही भनेर हो। अनि हामीले साइडमा चाहिँ सलक्की इँटा लगायो, अन्त बिचमा चाहिँ मसिनो यसरी टुक्रा इँटाहरू लगाएर माटो लाउँदै इँटा लाउँदै गरेर साइडमा उठायो। माटै मात्रै लाउँदा पनि हुन्छ अरे, तर अब प्लस त्यसमा माटो पनि ज्यादा जाने हो, सुक्नु पनि ढिलो सुक्ने। अब माटो कहाँबाट ल्याउनु, त्यही भएर चाहिँ हामीले इँटा युज गऱ्यौँ। अनि यो यति बनाउँदा पनि प्लस हाम्रो चाहिँ कति इँटा माटो लाग्यो भने चाहिँ सिमेन्टको बोराको 2 बोरा चाहिँ टोटल्ली नै लाग्यो। अझै हामीले एकमुखे चुल्हा हो यो, 2 मुखे चुल्हा पनि होइन। हामीलाई चाहिँ अब 2 मुखे चुल्हा कम्पलसरी छैन नि त त्यस्तो हो। यसो कोही बेला जाडो महिनामा आगो ताप्नु, कोही बेला यसो पानी तताउनु हो, रोटीहरू पोल्दा, अब दसैँ दिवालीतिर चाडबाडतिर रोटी पोल्दा, मासुहरू सेकुवाहरू बनाएर खानु मन लाग्दा होइन, यस्तोतिर चाहिँ अब एकदम राम्रो हुन्छ नि त, त्यही भनेर चाहिँ हामीले बनाएको। अनि यो चुल्हा बनाउनु चाहिँ अब हामीलाई चाहिँ आउँदैन थियो। उहाँ पर एकजना दाजु हुनुहुन्थ्यो नि त, उहाँले चाहिँ मेरो हस्बेन्डको स्टाफ थियो, उहाँले चाहिँ आएर बनाइदिनु भएको। उहाँले चाहिँ अब बनाइबस्नु हुँदो रहेछ हो, अन्त त्यही भएर उहाँले बनाइदिनु हुँदैछ। अनि यो बनाउँदाखेरि चाहिँ रड पनि चाहिँदो रहेछ। यहाँ हेर्नुहोस् त, यो यसरी अगाडि चाहिँ रड लगाएर चाहिँ त्यहाँ माथिबाट माटोले टाल्नु पर्दो रहेछ। अनि त्यो अब दाउरा हाल्ने मुख राख्नु पऱ्यो नि त, गोलो बनाउनु पऱ्यो होइन, त्यसको लागि चाहिँ रड चाहिँदो रहेछ। अनि उहाँले चाहिँ बिचमा पनि रड लगाइदिनु भएको छ। यो चाहिँ किनभने चाहिँ सानो भाँडाहरू बसाउँदाखेरि चाहिँ मुनि नछिरोस् भनेर चाहिँ लगाइदिनु भएको। नभए चाहिँ अब ठुलो ठक्कै मात्रै जान्छ, सानो बसाउँदाखेरि चाहिँ सट्टै भित्र पस्छ भनेर चाहिँ सानोको लागि चाहिँ उहाँले रड लगाइदिनु भएको। हामीलाई चाहिँ अब खासमा चाहिँ यो चुल्हा चाहिँ अलिक ठुलो भएछ, अलिक सानो राख्नुपर्ने रहेछ हामीले जग्गा चाहिँ, तर ठुलो भइहालेछ। तर पनि अब राम्रै भएको छ यतिको होइन। हामीलाई चाहिँ अब त्यस्तो जरुरी त छैन खासमा चुन्नु त, तर पनि अब लास्टमा अब फाइनल लुक आउँदा त अब इट्स नट ब्याड हो, यतिको ठिकै भएको छ, राम्रै भएको छ हो। तपाईहरूले पनि यसरी नै यही भिडियो हेर्दै अब तपाईहरूलाई आउँदैन, चुल्हाहरू बनाउनु आउँदैन, कोही छैन त्यहाँतिर जान्ने भने चाहिँ तपाईँहरूले यो हेर्दै बनाउनु पनि सक्नुहुनेछ हो। हेर्नुहोस् त फाइनल लुक चाहिँ कस्तो, अब यतिको त होइन, इट्स ओके, राम्रै आएको छ हो एकदम। अब तपाईँले पनि यो हेरेर यही पाराले चाहिँ युज गरेर बनाउनु सक्नुहुनेछ। ओके, बाई बाई। भिडियो राम्रो लाग्यो भने लाइक, सेयर, कमेन्ट गरिदिनु होला। धन्यवाद।